ग्रीन स्क्रिन है म एक्चुअली हेरौँ है त जस्तै फर इक्जाम्पल म एउटा भिडियो इम्पोर्ट गर्छु है मैले एउटा भिडियो इम्पोर्ट गरेको छु ग्रीन स्क्रिनको यसलाई लगेर मैले कहाँ हाल्छु भिडियो 3 मा हाल्छु यसमा अडियो पनि रहेछ मैले ल्याएन है क्यान्सल गरेँ म यो सोर्समा गएँ है सोर्समा गएँ यो भिडियोलाई पहिला माथि लगेँ यो 8 सेकेन्डको रहेछ म यो यसको ल्याउँछु 4 सेकेन्ड यहाँ क्लिक गरेँ 4 सेकेन्ड मात्रै ल्याउँछु अनि भिडियो मात्र लान्छु है त भिडियो मात्र ल ग्रीन स्क्रिन सानो आयो हो यसलाई राइट क्लिक गरेर मैले के गरेँ स्केल टु फ्रेम साइज है ठुलो भयो अब यो ग्रीन काट्नु पर्यो अनि यो मान्छेलाई यहाँ हाल्नु पर्यो यो मिम टाइपकोमा युज भइरहेछ ग्रीन स्क्रिन तपाईँले जहाँ पनि युज गर्न सक्नुहुन्छ आफ्नै भिडियोमा युज गर्न पनि सक्नुहुन्छ हैन ग्रीन स्क्रिन भनेको चाहिँ तपाईँको भिडियो ग्रीन पर्दामा खिच्नु भएको हुन्छ अनि त्यो पर्दा काटेर ब्याकग्राउन्डमा केही देखाउनुहुन्छ केही राख्नुहुन्छ अर्को भिडियो राख्नुहुन्छ हैन त्यो काट्ने प्रोसेस यही हो है सेम ल हेर्नु है इफेक्टमा जानुहुन्छ यहाँनिर इफेक्ट्स छ अनि यहाँनिर के गर्नु होला भने अल्ट्रा ULTR अल्ट्रा भनेर सर्च गर्नु होला किङमा अल्ट्रा की भनेर आउँछ यसलाई क्लिक गरेर तानेर भिडियोमा छोडिदिनु होला जुन ग्रीन स्क्रिन भिडियो हो त्यहाँ ल्याएर छोडिदिनु होला है यहाँ छोडिदिसकेपछि यो भिडियो क्लिक हुनु पर्यो है ग्रीन स्क्रिन भिडियो क्लिक हुनु पर्यो अनि हामी जानु पर्यो कहाँ इफेक्ट कन्ट्रोलमा अल्ट्रा की भन्ने खोज्नु पर्यो यहाँनिर छ अल्ट्रा कीमा की कलर खोज्नु पर्यो ब्ल्याक छ हामीलाई काट्नु पर्ने ग्रीन हो यो पिकर कलर पिकर छ यसलाई क्लिक गर्ने अनि सरर लाने यो ग्रीन पिक गर्ने यहाँनिर ग्रीन छ नि यसलाई क्लिक गरिदिने पिक भयो यहाँनिर ग्रीन आयो ग्रीन कट्यो अब हाम्रो पछाडि भिडियो देखिरहेछ हो अब यसलाई सानो बनाउनु पर्यो भने डबल क्लिक गर्नुस् सानो बनाउनुस् कहाँ राख्नु पर्ने हो राखिदिनुस् हैन